नमस्कार सबैलाई स्वागत छ मेरो युट्युब च्यानल सिबी मास्टर साहबमा। अब आजदेखि यो युट्युब च्यानलमा कक्षा 10 को म्याथमेटिक्सका विभिन्न सेटहरू प्र्याक्टिस गरेर निरन्तर रूपमा यो च्यानलमा राख्नेछु। तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोमा लाइक कमेन्ट गरिदिनु होला र केही सुझाव सल्लाह भए सुझाव सल्लाह पनि राखिदिनु होला। र म आज चाहिँ म्याथको पहिलो च्याप्टर सेटको केही फर्मुलाहरू लिएर आएको छु र यस पछाडि योसँग सम्बन्धित केही हिसाबहरू पनि गरेर म यहाँ देखाउने छु। सबैले ध्यान दिएर यता हेर्दै कपी कलम हातमा लिएर सँगसँगै हिसाब गर्न बस्नु होला। हजुरहरूलाई पनि यसबाट एउटा सहयोग मिल्नेछ, साथ सपोर्ट मिल्नेछ। यो च्याप्टर सुरु गर्नुभन्दा अगाडि हामीले यहाँ केही कुराहरू नोटेसनहरू, फर्मुलाहरू, केही यो भेन डायग्राम कसरी बनाउने यी कुराहरू बुझ्न आवश्यक छ। अब यसमा मैले धेरै कुरालाई व्याख्या नगरिकन सिधै ए र बी खप्टिएका समूह हुँदाखेरि कस्तो हुन्छ, कस्ता कस्ता खालका नोटेसनहरू प्रयोग हुन्छन्, कस्ता कस्ता खालका फर्मुलाहरू प्रयोग हुन्छ र भेन डायग्राम कसरी बनाउने भन्ने कुरालाई चाहिँ मैले फोकस गर्नेछु है त। अब यो समूहमा पहिला यो भेन डायग्राममा चाहिँ बनाउँदाखेरि यो जुन बक्सभित्र लेखेको छ यो यु होल यु युनिभर्स भनेको टोटल सङ्ख्या, जति त्यो सर्वेक्षणमा गरिएको टोटल सङ्ख्या हुन्छ त्यसलाई चाहिँ होल युनिभर्सले जनाउँछ। र त्यहाँ अब कुनै एउटा विषय अथवा कुनै फलफुल अथवा कुनै खानेकुरा केही मन पराउने मन नपराउने भन्ने कुरा जस्तै स्याउ मन पराउनेलाई ए मानौँ र अनि यता चाहिँ सुन्तला मन पराउनेलाई बी मानौँ हो। त्यसपछि यसरी यो खप्टिएका समूहमा चाहिँ यसरी भेन डायग्राम गराइन्छ र बिचमा यो दुईटाको बिचमा इन्टरसेक्सन पार्ट राखिन्छ। यो दुईटाको दुवै साझा हुँदाखेरिलाई इन्टरसेक्सनले जनाइन्छ। यताको पार्ट यो पुरै गोलो यहाँसम्मको पार्ट चाहिँ यो चाहिँ ए हो भने यो बाहेक यहाँबाट यो छोडिएको भाग यतापट्टिको यो छाया पारेँ मैले, यो भाग चाहिँ के हो त 1 ए हो, यहाँ मैले लेखेको छु। र त्यसै गरी फेरि यो पुरा चाहिँ बी हो भने यो यतापट्टिको छाया पारेको भाग मात्रै के हो त भन्दा 1 बी हो, बी मात्र हो। र यो बिचको भाग चाहिँ के हो त ए इन्टरसेक्सन बी भनेर यसलाई जनाइन्छ। यो भनेको के हो त ए र बीमा दुवैमा पर्ने अथवा ए मन पराउने केस छ भने ए र बी दुवै मन पराउने हुन्छ भने, मन नपराउने केस आयो भने ए र बी दुवै मन नपराउने। यसको मतलब दुवैमा हुनेलाई चाहिँ केमा राखिन्छ त बिचमा राखिन्छ, इन्टरसेक्सन भनेर जनाइन्छ। र बाहिरपट्टि यो ठाउँमा चाहिँ के राखिन्छ त ए युनियन बी को कम्प्लिमेन्टलाई राखिन्छ। अब यहाँ फर्मुलाहरू छन्, मैले 8वटा केही नोटेसनहरू लेखेको छु। यहाँ त मेन फर्मुला एउटा छँदैछ एनयु भनेको होल युनिभर्स भयो, एनए प्लस एनबी माइनस एनए इन्टरसेक्सन बी। यो इन्टरसेक्सनको पार्ट चाहिँ घटाउनुपर्छ र फेरि युनियनको पार्ट जोड दिन सक्छौँ यहाँ। र अर्को फर्मुला छ ए युनियन बी मात्रै भनेको, यो ए युनियन बी भनेको ए र बीमा मात्रै पर्ने हो। फेरि ए युनियन बीमा चाहिँ यो बाहिरको युनिभर्स यो कम्प्लिमेन्टवाला चाहिँ पर्दैन, जसमा चाहिँ ए र बीमा मात्रै पर्ने हुन्छ कि। ए प्लस बी माइनस ए इन्टरसेक्सन बी भयो। त्यसै एन ए युनियन बी को कम्प्लिमेन्ट निकाल्नु पर्ने भयो भने हामीले होल युनिभर्सबाट ए युनियन बी घटाइदिन्छौँ। र फेरि अर्को 1 को केस हुन्छ, एउटा मात्रै विषय मन पराउने अथवा एउटा मात्रै फलफुल मन पराउने, जस्तो मात्र भन्ने 1 को केस आयो भने हामीले 1 ए प्लस 1 बी प्लस एनए इन्टरसेक्सन बी प्लस एनए युनियन बी को कम्प्लिमेन्ट गर्छौँ। र अब यहाँ केही नोटेसनहरू मैले लेखेको छु यसमा। अब कम्तीमा एउटा भन्यो, कम्तीमा एउटा भनेको एटलिस्ट 1 भनेको ए युनियन बी हो। यो शब्द यस्तो खालको ओड आउँदाखेरि हामीले के नोटेसन चाहिँ कस्तो प्रयोग गर्ने भन्ने कुरा बुझ्नुपर्छ। यसलाई भन्छौँ हामी ए युनियन बी। र बडीमा एउटा भन्यो भने एटमोस्ट 1 भन्यो भने चाहिँ एनयुबाट टोटल होल युनिभर्सबाट चाहिँ एनए इन्टरसेक्सन बी को पार्ट घटाइदिन्छौँ। र दुवै हुने भयो भने हुने भयो भने एनए इन्टरसेक्सन बी हुन्छ। र दुवै नहुने अथवा दुवै होइनन् भन्ने आयो भने चाहिँ एनए युनियन बी को कम्प्लिमेन्ट हुन्छ। यति फर्मुला र यो भेन डायग्राम बनाउने तरिका हामीले बुझिसक्यौँ भने अब यस पछाडि हामी अब योसँग सम्बन्धित क्वेसनहरू समाधान गर्नेछौँ। ल अब अघिको फर्मुलालाई प्रयोग गरेर अब यहाँ दिएको यो क्वेसनलाई चाहिँ हामी समाधान गर्नेछौँ। यहाँ क्वेसन छ 350 जना विद्यार्थीहरूमा गरिएको एउटा सर्वेक्षणमा 200 जनाले फुटबल मन पराए, 170 जनाले क्रिकेट मन पराए र 30 जनाले दुवै खेल मन नपराएको पाइयो भने अब यो हामीलाई माथि क्वेसनको स्टेटमेन्ट दियो। त्यो अनुसार यहाँ 4वटा क्वेसन दिएको छ। यो 4वटा क्वेसनमा पहिलो क्वेसन के भनेको छ, माथिको कथनलाई समूह सङ्केतमा लेख।
भनेको यहाँ के कुरा हामीलाई दिएको छ त्यति मात्रै लेख्यौँ भने हाम्रो 1 नम्बर आउँछ। ल अब यहाँ क को समाधान गरौँ। उत्तरमा यहाँ एनयु भनेको कति छ टोटल? जम्मा विद्यार्थी सङ्ख्या कति छ? 350। अनि यो सर्वेक्षणमा गरेको मा चाहिँ 200 जनाले के मन परायो त? फुटबल मन परायो भनेपछि यसलाई हामी यान फुटबललाई याफले जनाउँ। कति छ त? 200 जना। टोटल चाहिँ 350 जना हो। यो चाहिँ 200 जना आयो। अनि क्रिकेट मन पराउने कति? 170 जना। यान सीले यसलाई डिनोट गरौँ हामी। एनसी कति भयो त? 170। त्यस्तै गरेर अब 30 जनाले दुवै खेल मन नपराएको पाइयो भन्छ। अघि मैले अघिको नोटेसनमा के दिएको छु त भन्दाखेरि दुवै मन पराउने भन्यो भने ए इन्टरसेक्सन बीले नोटेट के अरे डिनोट गरिन्छ भने दुवै मन नपराउने भन्ने आयो भने चाहिँ ए युनियन बी को कम्प्लिमेन्टले त्यसलाई के गरिन्छ त जनाइन्छ। अब के हुने भयो त? एन एफ युनियन सी को कम्प्लिमेन्ट भनेको कति हुने भयो त? 30 जना हुने भयो। यति लेख्यौँ भने हाम्रो 1 मार्क्स। ल अब यति भएपछि हाम्रो क्वेसन नम्बर यो 1 को क को लागि कम्प्लिट भयो। अब हामीलाई खमा के भनेको छ त भन्दाखेरि खमा माथिको कथनलाई भेन चित्रमा देखाउनुहोस् भन्छ। अब भेन चित्र बनाउनको लागि हामीले के गर्नु पर्यो त? यहाँ हामीलाई ए इन्टरसेक्सन बी दिएको छैन, त्यही भएर हामीले एन ए इन्टरसेक्सन सरी यहाँ एफ छ, एफ इन्टरसेक्सन सी इक्वल टु एक्स मानौँ भनौँ, मान्दै राखौँ कि। अब यहाँनिर भेन डायग्राम गराइदिउँ यसको लागि। यो होल युनिभर्स भयो। यसमा अब यहाँ एफ र सी हामीले एफ र सी मानेको छौँ। यो एउटालाई चाहिँ एफ मानौँ, यो सी मानौँ, यसलाई एफ, यो सी। यो फुटबल मन पराउने, यो क्रिकेट मन पराउने। अब फुटबल मन पराउने कति छन् त? पहिला त हामीले इन्टरसेक्सनको पार्ट जो सुरुमा त दुईटैमा भएको साझालाई बिचमा राख्नु पर्यो। यहाँ साझा हामीलाई ठ्याक्कै एक्ज्याक्ट भ्यालु थाहा छैन, त्यही भएर एक्स मानेको छौँ। यहाँनिर एक्स लेख्ने। अब यो भनेको त वानली एफ हो। अब बाँकी रहेको चाहिँ वानली एफमा चाहिँ के गर्नुपर्छ? 200 जनाबाट यो इन्टरसेक्सन पार्ट घटाउनु पर्यो। 200 माइनस एक्स गर्नु पर्यो यहाँ। त्यस्तै यता के गर्नु पर्यो त? 170 माइनस एक्स गर्नु पर्यो। र यहाँ चाहिँ कम्प्लिमेन्टको भ्यालु कति छ त? 30 छ। यति गऱ्यौँ भने हाम्रो ख नम्बरको लागि पनि के भयो त? सोलुसन पुरा भयो। अब हामी जान्छौँ, यसलाई मैले मेटाएँ। अब सीमा। अब सीमा चाहिँ दुवै खेल मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाऊ भनेको छ। यसमा चाहिँ यही भेन डायग्रामबाट हामी जान्छौँ, नभए फर्मुलाबाट गए पनि हुन्छ, भेन डायग्रामबाट गए पनि भयो। अब फर्मुला जाने भने त हाम्रो के हो त? एन यु बराबर एन ए को ठाउँमा हामीले एफ मानेका छौँ, एनएफ प्लस अनि एन बी को ठाउँमा सी मानेका छौँ माइनस एन एफ इन्टरसेक्सन सी प्लस एन एफ युनियन सी को कम्प्लिमेन्ट। यो के हुने भयो त? फर्मुला। अब यो अनुसार भ्यालु राखिदिउँ। एनयु भनेको कति छ हाम्रो? 350, एनएफ भनेको 200, एनसी भनेको 170 माइनस एक्स प्लस 30 गर्दाखेरि कति भयो त? अब यो सबै जोडौँ। 30 यो जोड्दा 200 200 400 भयो। अनि एक्स माइनस यता ल्याए प्लस भयो, एक्स यता माइनस यता ल्यायो भने प्लस भयो। त्यसपछि यहाँ 200 प्लस 170 प्लस 30 200 भयो। 200 प्लस 200 भनेको 400 भयो, 400 भयो। यो 350 यता प्लसमा छ, उता जाँदाखेरि के हुने भयो त? माइनस हुने भयो। यसलाई चाहिँ 350 गर्दाखेरि एक्सको मान दुवै खेल मन पराउनेको कति हुने भयो त भन्दाखेरि 50 जना आउने भयो। यति गऱ्यौँ भने हाम्रो कति नम्बर आयो? 3 नम्बर आयो है। अब बाँकी लास्ट एउटा क्वेसन बाँकी रहेको छ। दुवै खेल मन पराउने र मन नपराउने विद्यार्थीको सङ्ख्यालाई तुलना गर्नुहोस्। अब दुवै खेल मन पराउने 50 भए, दुवै खेल मन नपराउने अघि लेखिसकेका छौँ हामीले, यहाँ दिएको छ 30 जनाले दुवै खेल मन नपराउने भन्ने छ भने अब यसको तुलना गर्नुहोस् भनेपछि हामीले यसको तुलना गरौँ है त। अब यहाँ घ नम्बरमा यतापट्टि यसको उत्तर लेखौँ। घ दुवै खेल मन पराउने, दुवै खेल मन पराउने
ने तुलना गर्दाखेरि सिधै डिभाइडमा पराउने डिभाइड बाइ दुवै खेल मन नपराउने यसरी तुलना गर्ने। दुवै खेल मन पराउने 50 जना भयो यहाँ छ यी दुवै खेल मन पराउने एक्सन लिएको छौँ हामीले डिभाइड बाइ मन नपराउने भने कति छन् त 30 जना छन् 0 कट्यो यसलाई यहाँभन्दा सानो टर्ममा लान सकिन त्यही भएर 5:3 हुने भयो यो चाहिँ के भयो त दुवैलाई तुलना गर्दाखेरि आएको भ्यालु हो। ल आजको पार्ट 1 मा चाहिँ यति नै गरौँ। अब बाँकी चाहिँ कन्टिन्यू मैले यो सेटको चाहिँ कम्तीमा पनि 10-15 वटा भिडियोहरू क्वेसनहरूको सल्भ गरेर चाहिँ यहाँ राख्नेछु अनि त्यसपछि अन्य प्रश्नहरूमा जान्छौँ। त्यसको लागि अब तपाईँहरूले यो च्यानललाई चाहिँ के गरिदिनु होला त भन्दाखेरि सब्सक्राइब गरेर भिडियोमा लाइक कमेन्ट सब्सक्राइब केही सुझाव सल्लाह भएदेखि राखिदिनु होला। हस् धन्यवाद।